स्टडी इन जापान, तपाईले जापान पढ्नको लागि एप्लाई गर्नुभएको थियो, तपाईको COE पनि आइसकेको हुनुपर्छ। यदि COE आइसकेको छ भने अब तपाईले जापानमा भएको स्कुलको खातामा पैसा पठाउनु पर्ने हुन्छ, यानि कि फी पठाउनु पर्ने हुन्छ। त्यो फी पठाउनको लागि तपाईले नेपालमै रहेको कुनै पनि ब्याङ्कमा तपाईले खाता खोल्नु पर्ने हुन्छ। खाता खोल्नको लागि तपाईलाई NOC अनिवार्य चाहिन्छ। NOC सायद तपाईहरुले निकालिसक्नु भएको छ होला। NOC निकालिसक्नु भएको छैन भने तपाईले तुरुन्त NOC को फर्म भर्नु होला र त्यसपछि तपाईलाई ब्याङ्कमा खाता खोल्नको लागि धेरै डकुमेन्टहरु चाहिन्छ। अब त्यो डकुमेन्टहरु के चाहिन्छ आज त्यसको बारेमा तपाईहरुलाई म जानकारी गराउँछु। डकुमेन्टहरुमा सबभन्दा सुरुमा तपाईको COE चाहिन्छ, त्यसपछि तपाईलाई पासपोर्ट अथवा सिटिजनशिप चाहिन्छ, नागरिकता, पासपोर्ट अथवा नागरिकता चाहियो। त्यसपछि तपाईलाई इनभोइस लेटर पनि चाहिन्छ। इनभोइस लेटर भइसकेपछि तपाईलाई प्यान कार्ड बनाउनु भएको छ होला, त्यो प्यान कार्ड पनि चाहियो ब्याङ्कमा खाता खोल्नको लागि। त्यसपछि NOC एप्रुभल लेटर पनि चाहियो अनि त्यसपछि तपाईले एडमिसन लेटर पनि चाहियो र फोटो चाहियो, तपाईको 2 वटा 3 वटा फोटो चाहिन्छ। यति सबै कुरा लिएर तपाईले नजिकको ब्याङ्कमा गएर खाता खोलाउनु पर्ने हुन्छ र खाता खोलाइसकेपछि तपाईको पर्सनल खाताबाट कलेजको खातामा तपाईले त्यहाँ पढ्नको लागि पैसा पठाउनु पर्ने हुन्छ। अब ढिला नगर्नुस्, एकदमै समय कम छ, तपाईहरुले पैसा पठाएर तपाई जापान जान सक्नुहुन्छ। अब जापान जानको लागि तपाईलाई शुभ यात्रा भन्न चाहन्छु। हस्त, थ्यांक यू।